आमा एमाले त पेट्रोल मासु भात अनि 5000 दिँदैछ अरे। तपाईहरुले भिडियोमा देख्नु नै भयो होला मसँग के भएको भनेर। एउटा भिडियोको कारणले म प्रति हातपात भयो। मेरो बाबा बित्नु भएपछि मेरो आमाले यति दुःख गर्नु भएको छ कि मलाई पाल्नलाई, हुर्काउनलाई, पढाउनलाई, बढाउनलाई, अरूको घरमा भाडा माझ्ने, लुगा धुने, सुत्केरीलाई स्याहार्ने हरेक काम गरेर मलाई हुर्काउनु भएको छ। अब चाहिँ मेरो पालो आयो। मेरो आमाले जति दुःख गर्नुभयो, अब म सुख दिन चाहन्छु, म मेहनत गर्न चाहन्छु, मेरो आमालाई तो खुसी दिन चाहन्छु कि जुन आमाले पाउनु भएको थिएन। त्यसकै लागि मैले कति मेहनत गरेँ आफ्नो आमालाई खुसी बनाउनलाई। म बाँचेको नै मेरो आमाको लागि हो र अहिले आमाको आँखामा दिनरात आँसु देख्दाखेरि म केही बोल्न पनि सकेको छैन। तर मलाई विश्वास छ एक दिन हाम्रो देश अझै राम्रो बन्छ भन्ने। बस मलाई के भयो भने प्लिज जनतालाई भन्न चाहन्छु कि मेरो आमालाई चाहिँ माया गरिदिनु होला। तपाईँको छोरा एउटा मात्रै होइन, हामी पनि तपाईँहरूको छोरा हो भनेर। त्यत्रो मेरो छोरालाई पापा जाने मिलेर कुटेको रहेछ। के गल्ती गरेको थियो कुटेको? अहिलेसम्म मेरो छोराले गल्ती पनि गरेको छैन। राम्रै काम गर्छ, कसैलाई नराम्रो गर्दैन, सबैलाई हेल्प गर्छ मेरो छोराले। त्यत्रो जाँजारकोटमा गएर पनि मेरो छोराले कति हेल्प गर्यो। मेरो जिन्दगीको सहारा भनेको चाहिँ एउटा छोरा हो। मेरो बुढा पनि हुनुहुन्न। मेरो छोरालाई केही भयो भने म कहाँ जाने, के खाने, मलाई कसले कमाएर खुवाउँछ? मेरो छोरा जिन्दगीको सहारा भनेको नि यही एउटा मेरो छोरा हो। तपाईँले तपाईँहरूले किन कुटेको मेरो छोरालाई? त्यसरी कुट्नुहुन्छ त मेरो छोरालाई? तपाईँहरूको छोरा छोरीलाई त्यसरी कुट्यो भने कस्तो हुन्छ तपाईँहरूलाई? त्यस्तो निल देख्दाखेरि मलाई कस्तो भइरहेछ, मेरो मुट्टु फुटिरहेछ। एआरके ब्रदरलाई चाहिँ एमालेको 5 जना गुण्डाहरूले पिट्यो रे भनेर हिजो मैले एउटा भिडियो बनाएर हालेको थियो भने त्यसमा धेरैजनाले सपोर्ट गरिदिनु भएको छ र यो भिडियोमा चाहिँ अझ धेरै डिटेलमा छ त्यो बारे हैन। सबैजनाले हेर्दिनु होला र एआरके ब्रदरलाई सपोर्ट गर्नु होला है। एमालेको झोलेहरू सिंगै कुकुरलाई तिमीहरूको ज्यान फाल्दिदा पनि कुकुरले 3 दिनसम्म खाइ नसक्ने तिमीहरूको ज्यान छ। उमेर मात्रै 30 कटेको, बुद्धि भनी अझै पनि गोरुकै रहेछ। यो एआरकेलाई नचिन्ने त कोही पनि हुनु नहोला। उनले एमाले र जेएनजी विषयमा एउटा यो भिडियो बनाएका थिए रहेछन्। आमा एमाले त पेट्रोल मासु भात अनि 5000 दिँदैछ अरे। यो भिडियोले गर्दा 4-5 जना मिलेर एआरके माथि हातपात भएछ र एआरके को आमा भन्नुहुन्छ मेरो जिन्दगीको सहारा भनेको चाहिँ एउटा छोरा हो। मेरो बुढा पनि हुनुहुन्न। तपाईँहरूले किन कुटेको मेरो छोरालाई? त्यसरी कुट्नुहुन्छ त मेरो छोरालाई? यो विषयमा मजाले बुझ्नको लागि यो भिडियो हेर्नुस्। खासमा हामीले चाहिँ अस्तिको दिन एउटा भिडियो बनाएको थियौँ कि केबी ओली र उहाँको मान्छेहरूको बारेमा। सायद हजुरहरूले हेर्नु भएको होला। अनि के भयो भने हिजो राति चाहिँ हामी डान्स क्लास सकेर घर जाने बेलामा म र एआरके को भान्जा चाहिँ के अरे हामी छिटै घर निस्किहाल्यौँ कि। अनि एआरके चाहिँ भिडियोको लागि केही सामानहरू लिन बाहिर जानुभएको थियो राति एक्लै। 4-5 जना केटाहरूले उनीहरूले चाहिँ साइडमा बोलाएछन् कि मलाई चाहिँ त्यो भिडियो किन बनाइस् भनेर हानेका रहेछन्। जतिजना पनि एमालेको विरोधीहरू हुनुहुन्छ सबैजनालाई म एउटा रिक्वेस्ट गर्न चाहन्छु, प्लिज यो विषयमा आवाज उठाउनु होला। आजसम्म एआरकेले आफ्नो आमाको आँखामा आँसु आउन दिएको थिएन, तर तिमीहरू 1-2 जना झोलेहरू मिलेर आज एउटा आमालाई रुन बाध्य बनाइराखेका छौ। कानुनी रूपले यस विषयमा अगाडि बढ्नुपर्छ। यिनीहरूको गुण्डागर्दी नसकिने भयो। सिमारामा जसरी जेन्जीहरू उठेका छन्, अब हरेक ठाउँबाट यसरी नै जेन्जीहरू उठ्ने बेला भइसक्यो। मलाई धेरै कुराहरू बोल्न आउँदैन। मैले अघि पनि भनेको थिएँ यिनीहरूको उमेर मात्रै 30 कटेको, बुद्धि अझै पनि गोरुकै छ। यिनीहरूलाई साधारण भाषामा भन्नुपर्दा गाईको अनुहार परेको गोरु भनिन्छ। धन्यवाद। जस्टिस फर एआरके ब्रदर भिडियो बनाएकै न्युमा उहाँलाई कुटपिट भएको छ। मैले स्क्रिनमा देखाइरहेको व्यक्ति सायद नचिने कोही पनि हुनुहुँदैन। उहाँ आमा, त्यसपछि लाएर उनीहरूले सधैँ कमेडी फनी भिडियो समाजका भइरहेको घटनाहरूलाई चाहिँ उहाँहरूले एउटा कन्टेन्टको रूपमा प्रस्तुत गर्दै आउनुहुन्थ्यो सधैँभरि। त्यही क्रममा चाहिँ अस्ति भर्खर एमाले जुन पेट्रोल बाँडेको थियो त्यो विषयलाई लिएर उहाँहरूले एउटा कन्टेन्टमा हाल्नुभएको थियो, एउटा जनतालाई चाहिँ सचेतनाका रूपमा। त्यही भिडियोलाई लिएर केही अन्जान समूह मिलेर 5-6 जनाको ग्रुप आएर उहाँलाई समातेर कुटपिट गरेर उहाँको अवस्था अहिले यस्तो छ। अब यो देशमा बोल्नै नपाउने हो त? यो देशमा कसैको बारेमा जनताले सचेतना नै गर्न नपाउने हो त? गलतलाई सही गरौँ अनि सहीलाई सही भनौँ पनि भन्न नपाउने हो त? कहाँ छ देशको पर्व? कहाँ छ देशले जनता न्याय पाएको? गुण्डागर्दी खुलेआम भइरहेको छ। जेएनजीहरू खुलेआम कुटिरहेका छन् अनि जेएनजीका सरकारहरू ठुलो बस्दै हेरिरहेका छन्। आम्मामा रगतमाथि बसेर मजाले रगत निल्दैछन्। विदेश पलायन भइरहेको बेला यसरी देशमा बसेर म केही गर्छु, देशमै बसेर केही गर्छु भनेर डान्स क्लास खोलेर बसेका एउटा युवामाथि यसरी कुटपिट हुनु कहाँसम्मको गलत काम जस्तो लाग्छ तपाईँलाई? कहाँसम्मको अराजकता भएको काम लाग्छ तपाईँलाई? यस विषयमा चाहिँ स्पष्ट रूपमा छानबिन होस्। व्यक्ति को थिए, वरिपरिका सीसीटीभी फुटेज निकालियोस्।
र ती व्यक्तिहरूलाई चाहिँ कानुनको दायरामा ल्याएर कारबाही होस् भनेर भन्न चाहन्छु। अनि अल द वे बी स्ट्रङ ब्रदर, तिमी एक्लै छैनौ, एक्लै फाइट गर्दै छैनौ। आफ्नो आवाज कहिले पनि नरख, आफ्नो आवाज देखाऊ। आवाज दबाउने होइन, आवाज देखाउने यिनीहरूलाई, किनकि तिमी दबियो भने तिमी दबियो, अबबाट दबिन्छ भने यसरी दबाउन थाल्छन्। त्यसैले दबिएर होइन कि उछलिएर देखाउनुपर्छ, उल्छिएर यिनीहरूको अगाडि देखाउनुपर्छ, अझै माथि यिनीहरूको अगाडि गएर देखाउनुपर्छ, अझै आवाज उठाएर देखाउनुपर्छ। हामी तिम्रो साथमा छौँ। अनि म अहिलेसम्म 5-6 वर्ष बेसी नै भइसक्यो मैले युट्युब गरेको। टिल डेट आजसम्म म कुनै पनि न कन्ट्रोभर्सीमा परेको छ टचवुड, प्लस त्यो म आफैले गर्दा पनि परेको छुइनँ। किन भन्दाखेरि कति खुट्टा तान्नेहरू आउँछ, अगाडि बढेको प्रगति गरेको देखेपछि कति खुट्टा तान्नेहरू आउँछ, कन्ट्रोभर्सी क्रिएट गरिदिन खोज्नेहरू आउँछ, कतिजना कन्टेन्ट भ्युजको लागि नाम जोड्दै जे पाए त्यो भन्दै आउने हुन्छ। म अहिलेसम्म इग्नोरै गरेको। कतिले के भनिरहेको हुन्छ, म कहिले पनि एक्सप्लेन गर्दै हिँड्दिनँ भनेको क्या। कसैलाई यतिसम्म कति कुराहरू देख्नुहुन्छ होला, कमेन्टहरू नेगेटिभिटीहरू त्यत्तिकै देख्नुहुन्छ होला। आई हेभ अलवेज बिन इग्नोरिङ नेगेटिभ कमेन्ट्स। अहिलेसम्म पनि त्यसरी भनेको छैन। हुन्छ यो कुराहरू म त्यत्तिकै सिद्ध्याइदिन्छु नै सोचेको थिएँ क्या। म कुरा पनि गर्दिनँ, जोसुकैले जेसुकै सोच्नेले सोचोस्, भन्नेले भनोस्, म केही पनि बोल्नेवालै छुइनँ भन्ने तरिकाले नै मैले एन्ड गर्दै आएको हो कि। तर अहिले चाहिँ बोल्नु नै पर्ने भयो क्या। कति कुराहरूमा सिजलिङ होइन यस्तो पनि हुँदो रहेछ क्या। लाइक हुन्छ नि कतिजनाले ब्लेम गरिरहेछ, एउटा पेसेन्स लेभल पनि हुन्छ नि त होइन यार। कुनै कुराहरूमा त बोल्नुपर्छ यार, बोले पछाडि त बुझ्छ। कतिजनाले चाहिँ अब टिकटकमा काटेर हालिदिनुहुन्छ र नबुझ्नेले त्यही 10-15 सेकेन्डको 1 मिनटको भिडियो हेरेर जज गर्छ। भन्नेले भनोस्, बालै छैन, अरू बेला चाहिँ मस्त मलाई जे होला भन्नेले भन। त्यसले सबै मेरो भिडियोहरू शशाङ्कबाट भनेर हाल्ने ओर्ने होइन। त्यस पछाडि मेन भनेको चाहिँ म कमेन्टमा गएँ नि त। कमेन्टहरू त यस्तो थियो कि ह्यान त्यान आज डक्टरलाई सिजलिङको मिस भयो, यस्तो मिस गर्न थालेछ, यस्तो नाटक फेरि हाल्नु थालेछ, के थियो कि म पुरा ब्रस्ट आउट भयो कि। अब पहिला त्यस्तो कमेन्टहरूलाई त मैले इग्नोर गरेको। अनि मैले चाहिँ आई थिङ्क योहरू चाहिँ नगरिदिनु क्या, प्लिज नगरिदिनु। किन भन्दाखेरि हाम्रो भनेको अफिसियल अकाउन्ट, हाम्रो अफिसियल पेज छँदैछ, त्यहाँबाट हो पोस्ट गर्ने भनेको। टिकटक, इन्स्टाग्राम, युट्युबमा एउटा छ, अरू एक्स्ट्रा केही पनि छैन। अरूले त्यसरी नगरिदिनु होला, भ्युजको लागि, कन्टेन्टको लागि। कपाल त यति बनाइदिनु पर्यो, पछि हाम्रो उता स्टिभसँग भेट्दा पनि कपाल बनाइदिनु भयो, पूर्ण दाजुहरूसँग भेट्दा पनि। अनि चाहिँ यस्तो फिल भयो कि जोसँग पनि यस्तै गरिदिन्छ, चिल हो, जस्ट टेक अ चिल पिल भन्ने टाइपको क्या। अन्त यता पनि लपक्क उता पनि लपक्क युज गरेर, अरे भाइ के युज गर्नु, के गर्नु भन्नु त कति कुराहरू मन छ। यो कुराहरू सेयर गरे पछाडि चाहिँ मलाई पनि मन आनन्द हुन्छ होला सायद। म बेसी सोचेर कसम भनेको। साथी सुरक्षासँग फाइट खेल्यो, सुरक्षासँग झगडा खेल्यो, तिमीले किन नबोल्यौ सुरक्षासँग? खासमा भन्नुपर्दा हो साथीहरू, तिमीले मलाई धेरै त्यसले मेरो परम भाब्दै थिएँ, तिमीले मलाई धेरै हेपिन्, त्यही भएर म इन्सान बोल्नै छोडेको, अलिअलि माया लाएर बोलाएको। अनि त्यही भएर पनि अब धेरै भइसकेको छ हाम्रो भेटघाट नभएको। अनि हाम्रो भेटघाट नहुँदाखेरि चाहिँ तपाईँहरूलाई हामीले झगडा खेल्यौँ जस्तो लाग्दो रहेछ साथीहरू। मैले झगडासँग केही खेल्न सक्दिनँ क्या, बुझ्नु भएन। अहिले त हामीलाई त यसमा कति बोल्न पाइने भयो कि। अनि यस्तो क्या, यसले मलाई बरु कुटी भने पनि म सहन्छु होला क्या, बुझ्नु भएन। बनायो अनि यस्तो क्या, यसले मलाई बरु कुटी भने पनि म सहन्छु होला क्या, बुझ्नु भएन। बनायो किनभने तिमी मेरो इन्सपिरेसन भन्ने चिज हो क्या साथी, बुझेनौ? तिमी मेरो आइडल हौ, आइडल हेर नि। त्यही भएर नि यसले त मैले कुटी भने पनि सहन्छ होला। अरूले त यस्तो भन न बेबो, ओइ बेबो तिमी मेरो के हौ भन न।